श्री झोर महाकाल माध्यमिक विद्यालय टोखा नगरपालिका वडा नम्बर 1 झोर काठमाडौँ स्थापित 2035 सम्मान पत्र श्री दिपेन्द्र लामिछानेज्यू पूर्व अध्यक्ष विद्यालय व्यवस्थापन समिति नव चेतनाका वाहक भविष्यका कर्णधार प्रतिभालाई सुशिक्षित तुल्याई राष्ट्रिय गौरव कायम राख्न समर्थशील नागरिक उत्पादन गर्ने शैक्षिक केन्द्रको रूपमा स्थापित यस विद्यालयको शैक्षिक उन्नति तथा संस्थागत विकासको लागि पवित्र र विशुद्ध सामाजिक सेवा भावमा समर्पित भई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा रही आफ्नो कार्यकालमा पुर्याउनु भएको अतुलनीय योगदानको साथै जेहेन्दार विद्यार्थीको लागि उपलब्ध गराउनु भएको आर्थिक सहयोग समेतको अनुशीलन गरी विद्यालयको अभिभावक दिवसको अवसरमा तपाईलाई यो सम्मान पत्र प्रदान गरिएको छ। प्रकाश अधिकारी नगर प्रमुख अतिथि नगर प्रमुख टोखा नगरपालिका रमेश कुमार लामिछाने वडा अध्यक्ष टोखा नगरपालिका वार्ड नम्बर 1 दिलबहादुर तामाङ अध्यक्ष विद्यालय व्यवस्थापन समिति भीमसेन अधिकारी प्रधानाध्यापक मिति 2081 4 महिना 10 गते यो प्रमाणपत्र बुझिलिन दिपेन्द्र लामिछानेज्यूलाई मञ्चमा निमन्त्रणा गर्दछु। दिपेन्द्र लामिछानेज्यू त्यसैगरी सन्तोष दुलालज्यू त्यसपछि केशव अधिकारीज्यू केशव अधिकारीज्यू सीताराम अधिकारीज्यूको प्रतिनिधि उहाँको बुहारी आउनु भएको छ। उहाँलाई अगाडि आउनु अनुरोध गर्छु। ताली बजाइदिनुहोस् है विद्यार्थी भाइ बहिनीहरू। उहाँहरूको कारणले प्रिन्सिपल पढ्न पाउनु भएको छ तपाईँहरूले। मोहन प्रसाद दुलालज्यू यो समयलाई पनि थारू गर्न खोजिरहेको छु मैले। कृष्ण प्रसाद अधिकारीज्यू उहाँको चाहिँ पूर्व अध्यक्ष मात्रै भनेर सम्मान छैन, उहाँलाई पूर्व शिक्षक भनेर पनि यसैमा जोडिएको छ र उहाँ सहयोगी दाता अन्तर्गत हुनुहुन्छ। सहयोगी दाता भनेर नि उहाँलाई एउटै सम्मान पत्रमा जोडिएको छ र उहाँ पूर्व शिक्षक पनि हुनुहुन्छ, पूर्व अध्यक्ष पनि हुनुहुन्छ र हाल अहिले वर्तमान चाहिँ उहाँ दाता हुनुहुन्छ, सहयोगी दाता। पञ्चकाजी श्रेष्ठज्यू र पूर्व जिल्ला विकास समितिका सदस्य पूर्व प्रधान पञ्च हो क्या, पूर्व प्रधान पञ्च पूर्व जिल्ला विकास समितिका सदस्य र हाम्रो विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष। उहाँलाई चाहिँ पूर्व भन्नै मिल्दैन, उहाँ हामीसँग सम्पर्कमा भइरहनुहुन्छ आदरणीय प्रेमलाल दुलालज्यू। र यसै सन्दर्भमा हामीले योभन्दा अगाडिको कार्यक्रममा जस्तै मेरो बुवाहरू मुक्तिनाथ अधिकारी, दीनानाथ अधिकारीहरूलाई सीताराम अधिकारीज्यूको बुहारी अगाडि आइदिनु होला। सीताराम अधिकारीज्यूको विभिन्न समयमा हामीले पुरस्कृत
सम्मान पत्र ग्रहण गरिसकेका छौं। प्राविधिक कारणले केही छुट छन्, काम गर्दै जाँदाखेरि केही छुट छन्, हामीलाई गाली नगरिदिनु होला, माया गरिदिनु होला, सुझाव सल्लाह दिनु होला। To stand in front of you. Thank you, sir, madam, for giving me an opportunity to deliver my speech. I am Chris Khanal from grade 9 in my lovely school named Sri Zhor Mahankal Secondary School. This school is a government school which has been providing better education for many years. It has been facilitating quality education without cost. The teacher team of our school is professional, dedicated and helpful. Our school is adopting technology in teaching learning activities using interactive smart board that lead us to compete in modern era. Child-friendly atmosphere is available in our school. Students can learn in friendly manners. There is no doubt Zhor Mahankal Secondary School will certainly be established as a center of modern school near future. I hope the concerning authorities will develop this school as a technical school in upcoming years. Let me stop my few words here. Once again, thank you all. त्यस्तै गरे अहिले हाम्रो नगरपालिकाले पनि विद्यार्थी भाइ बहिनीहरूलाई दिवा खाजाको पनि व्यवस्था गरिदिएको छ। अहिले हाम्रो विद्यालयमा आधुनिक प्रविधिले पढाइ भइरहेको छ। स्मार्ट बोर्ड छ, 8, 9, 10 मा स्मार्ट बोर्डबाट पढाइ भइरहेको हुन्छ हाम्रो विद्यालयमा। हामी यस विद्यालयका भावी कर्णधार पनि हौ। हामी भावी कर्णधार भइसकेपछि स्कुलको नाम उच्च बनाउनु हाम्रो कर्तव्यहरू हुन्छ। त्यसै गरी हामी विद्यालयमा अनुशासित भएर पढ्छौँ र हाम्रो विद्यालय पनि अत्यन्तै सुन्दर रहेको छ। आफ्नो घरमा बसेर पढे जस्तै हामीहरूले विद्यालयमा पनि अनुभव लिइरहेका हुन्छौँ। त्यसैले हामी विद्यार्थीहरू सबै
सधैँ विद्यालय अनिवार्य आएका हुन्छौँ। यति भन्दै मेरा 2 शब्द